साथीहरू बुढाबुढीसँगै घुम्न जाऊँ भनेपछि यो बुढाहरूलाई के हुन्छ कि खाली बुढीलाई पछाडि छोड्यो आफू फ्याट 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 अगाडि गए भइहाल्यो होइन कि हाम्रो खुट्टे यस्तै हो र हामी के ढिलो हिँड्ने हाम्रो खुट्टे कमजोर उनीहरूको खुट्टो बलियो र सँगै जामै बुढो भन्यो अनि सधैँ मलाई छोडेर आफू अघि 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 म सधैँ पछि 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 हुने। आज चाहिँ हामी बुढाबुढी यसो घुमघामको लागि निक्लेको है साथीहरू। अनि फेरि हामी फेरि सधैँ माथि राख्छौँ बाइक, हाम्रो तल लैजान मिल्दैन के घरमा बाटो यो बर्खाले गर्दाखेरि अलिकति बाटो बिग्रेको कारणले अनि माथि राख्छौँ अनि माथिसम्म हामी हिँड्नुपर्छ के साथीहरू। हामी बुढाबुढी हिँड्न त हिँड्ने साथीहरू, घुम्न भनेर घरदेखि त निक्ल्यौँ तर आज मलाई घुम्न भन्दाखेरि पनि चिडियाखाना हेर्न गए जस्तो अनुभव भयो के साथीहरू। किन भन्नुहुन्छ भने अहिले यो भिडियो लास्टसम्म हेर्नु होला, लास्टसम्म हेरेपछि हजुरले बुझ्नुहुन्छ। मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला है साथीहरू, मलाई सपोर्ट गर्नु होला है साथीहरू। अनि फेरि के अरे घुम्न जाऊँ बुढी भन्नुहुन्छ, त्यहाँदेखि होला त नि अब मैले नदेखेको ठाउँमा कहिले पनि नगएको ठाउँमा लैजानुहुन्छ होला भनो। लास्टमा लैजाने भनेको मलाई सधैँ गइरहेको देखेको जानिरहेको ठाउँमा हो के साथीहरू। मलाई कहिले पनि म अन्जान ठाउँमा अझैसम्म घुम्न जानु पाएको छैन कि मेरो बुढोसँग। जहिले पनि यतै 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 हो के। पहिला पहिला मैले यो मिरमिर ड्याम देख्दा नि साथीहरू के रहेछ र यो मलाई थाहा थिएन नि। म सुरुमा मेरो त सबभन्दा पहिला दिदीको बिहा भएको, मेरो दिदीको बिहा हुँदाखेरि म दिदीलाई साथीहरू आउँदाखेरि देख्थेँ कि यही बाटो हामी हिँडिन्थ्यो तर पनि मलाई थाहा थिएन कि यो मिरमिर ड्याम के हो भनेर। लास्टमा पछि थाहा भयो के अरे कालीगण्डकी जलविद्युत आयोजना खै कसो हो भनेर बल्ल अहिले मलाई थाहा भएको कि साथीहरू, नभए मलाई त थाहै थिएन। म त अनि यसमा फेरि सुटिङ भएको यो रेखा थापा कसले चोर्यो मेरो मन भनेर त्यो जुन एउटा गीत छ नि त्यसमा सुटिङ भएको भनेर नि अलिकति सुनेछु। हुन त त्यहाँ सुटिङमा सिनहरूमा पनि देखिएछ तर पनि पहिला पहिला मलाई थाहा थिएन। आजभोलि चाहिँ अब थाहा हुँदै गयो, अब सधैँ धेरै जसो त्यहीँ गयो भिडियो गरायो आयो त्यही भइरहेको के मेरो। म अन्तर लैजानुहुन्न कि मलाई त किन हो खालि यही ठाउँ यही ठाउँ यही ठाउँ। ओह अब फेरि यो कस्तो रहेछ भन्दा यो मुनि मुनि चाहिँ सुरुङ छ अरे है साथीहरू, तर यसमा चाहिँ जान नमिल्ने रहेछ के हामी। हेर्नु है अब मैले अघि नै किन भनिरहेको थिएँ चिडियाखाना भनेपछि अब बिस्तारै बिस्तारै हुन्छ है, थाहा हुँदै जान्छ साथीहरू। अघि सर्प देखिसक्नुभयो, अहिले यो खुँडे है यो खुँडे किरा रहेछ। त्यसपछि अनि बाँदरहरू गर्दाखेरि म चिडियाखाना गए जस्तै भयो के।